यो सँगै धेरैजनाले सामाजिक सञ्जाल मार्फत अथवा विभिन्न तरिकाबाट उठान गर्दै गर्नुभएको एउटा विषय पनि टियु इन्टरनेसनल क्रिकेट स्टेडियम जुन 300 दिनभित्र सम्पन्न गर्ने भन्ने हिसाबबाट यहाँले पहिलो निर्णय नै अगाडि बढाउनु भएको थियो। त्यसको अवस्था के हुन्छ यो प्रश्न पनि सोध्नुहोस् न भन्ने पनि धेरै प्रतिक्रियाहरू प्राप्त भएको छन्। म यो प्रश्न सोधौँ कि नसोधौँ तपाईँले? नसोधे पनि हुने प्रश्न हो, सोद्धा आपत्ति छैन। हजुर। नसोधे पनि हुने प्रश्न के हो भने मैले 300 दिनभित्र के हुन्छ भन्ने कुरा भनेको छु। हजुर। प्यारापिट, हजुर, फ्लड लाइट यिनीहरू हुन्छ। हजुर। राति पनि खेल्न मिल्छ राम्रैसँगले, जमिन पनि बनाइन्छ। जमिन नबनाइकन त प्यारापिट के गर्ने? जमिन राम्रो बनाइन्छ, प्यारापिट राम्रो बनाइन्छ। तर मान्छेको इच्छा त पुरा हुँदैन नि त। हुँदैन। र त्यो त्यति नै मात्रै बनाउने होइन, त्यो 300 दिनको टार्गेट हो त्यो। हजुर। फ्लड लाइट र अलिकति प्यारापिट यो 300 दिनभित्रको टार्गेट हो। 300 दिनमा कुनै क्रिकेट रङ्गशाला बन्दैन। होइन, यो त बन्छ, यो त सम्भवै छैन भन्ने कुरा त यो बारम्बार अहिलेको चाहिँ सबैको भनाइ के भने सुरुमै घोषणा गर्दैखेरि यो आत्मघाती घोषणा किन गर्नुभएको भन्ने त सुरुवाती प्रश्नै हो। तर यो सकिन्छ कि सकिँदैन त तपाईँले? सकिन्छ, जे भनेको छु त्यो सकिन्छ। अब यसको मास्टर प्लान फेरि मैले बनाएको छु। हजुर। अर्को मास्टर प्लान जसमा यो फ्लड लाइट मात्रै होइन, जसमा प्यारापिट मात्रै होइन, त्योभन्दा बढी चिजहरू त्यहाँ हुन्छ। त्यो प्यारापिट एक ढङ्गले भन्ने हो भने 3 तला माथिसम्म गएको त्यस्तो प्यारापिट बन्छ, कम्प्लिट प्यारापिट बन्छ। खेलाडीहरू बस्ने बन्छ, भिआइपीहरू बस्ने बन्छ, अरू ड्रेसिङ रुमहरू सबैको प्रबन्ध हुन्छ। त्यसमा अरू खेलकुदका सामग्री, त्यहाँ खेल डाक्टरहरूदेखि लिएर अरू बस्ने, त्यहाँ अरू चिजहरू बस्ने, त्यहाँ अभ्यास गर्ने अनेक चिजहरू बनेका हुन्छन् त्यहाँ। त्यसका लागि मास्टर प्लान अर्को बन्छ र यो अहिले गरेको काम त्यसैसँग जोडिन्छ। हजुर। अहिले गरेको कामको आउटर सेलको हिसाबले अर्को प्रोजेक्ट विस्तारित यसलाई चाहिँ भव्यता दिनु पर्यो नि। भव्य स्टेडियम बनाउनु पर्यो नि। त्यो फेजमा फेरि अहिले हामीले बनाएको चाहिँ यो मास्टर प्लान अनुसार त्यो अगाडि बढ्छ। त्यसर्थ